बाटो त ठिकै कि मेरो खुट्टाको हालत हेरौँ न बुद्धि हुन्छ है हेरौँ न अहिले आमाबाट चिटिङ हुन्छ कि हुँदैन किनभने मसँग त लाइसेन्स छैन साँच्ची भन्नु पर्दा होइन आज बिरामी हुन्छ जस्तो छ हाम्रो ट्राफिक छ यो हाम्रो यात्रा चाहिँ अहिले सुरु भयो ट्याक्कसँगले अहिले कति बज्यो अहिले चाहिँ 12 बज्न आँटेको छ 12 बज्न कति 4 मिनट रहेछ अनि हाम्रो चाहिँ ठ्याक्क अहिले चाहिँ बाइकमा हावा पनि थिएन क्या अनि हावा सावा हाल्यौँ चेनमा तेल पनि हाल्यौँ अनि यसो गरी हाम्रो यात्रा चाहिँ सुरु भयो अहिले यात्रा चाहिँ हाम्रो आजको रहेको छ बिटामोट खासमा चाहिँ हाम्रो बिटामोट चाहिँ किन जानुपर्ने भने चाहिँ सर्भिसिङ गर्नुको लागि हो क्या यो बाइक अनि 3500 किलोमिटरमा बोलाएको थियो लगभग कति धेरैमा यहाँ 4144 किलोमिटर कुदिसकेको छ धेरै नै कुदिसकेको अनि त्यही भएर अनि अस्ति नै जाने प्लान त अब अहिले नै त्यो ढिलो भयो भनौँ न तपाईँको त्यही भएर अनि अब अहिले नि आज लागेको सेफ राइड सेफ लाइफ त्यो अभियानमा हामी लाग्दैछौँ अनि यो चाहिँ हामी ठ्याक्क अहिले चाहिँ चिलाचुली बोर्डिङ स्कुल अगाडि आइपुग्यौँ हेरौँ अब भरे के हुन्छ के कस्तो छ अनि यता देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले यता दमक अस्पताल दमककै ठुलो त नभने सरकारी ठुलो अलिक स्पिडमा जानुपर्ने हुन्छ आज हामी अलिक टाढाको यात्रा छ कि हाम्रो हिसाबले सर्भिसिङ पनि छिटो भयो भने चाहिँ छिटो नि अलिक हुन्छ होला एउटा फाल्टै प्लान छ भनौँ न बाटो त अब यो देख्न सक्नुहुन्छ यस्तै छ है दमक अनि तपाईँको यता देख्नुहुन्छ नगरपालिका यो बाइक के भयो क्या घरिघरि न्युट्रलमा लाग्छ क्या दुईको गियर दुईमा हुन्छ अनि एकमा लाउँदाखेरि न्युट्रलमा लाग्दिन्छ क्या अब ट्र्याक त गर्छ होइन न्युट्रलमा मतलब एकमा लागेको जस्तो लाग्छ तर फेरि न्युट्रलमा घट्छ र नि त्यही गीति भएको क्या त्यही नै हो क्या अब हामी चाहिँ अलिक छिटो जानुपर्छ होला अब यहाँदेखि चाहिँ हामी सायद तेल हाल्छौँ होला बाइकमा तेल पनि छैन रिजर्भमा कुदिरहेको छ अस्तिदेखि नहालेको पनि धेरै दिन भयो अनि यताको चाहिँ सब यता ठुलो यता सपिङ मल बन्ने भन्दैछ अनि यता चाहिँ हाम्रो मिसल मार्केट रहेको छ देख्नु सक्नुहुन्छ अनि बाटो त जतै त्यस्तै छ है गाइज देख्नु सक्नुहुन्छ तपाईँको यो चाहिँ पछवाट आइपुग्यौँ हामी अब यहाँदेखि त्यो पर देख्दै हुन्छ नि डाँडा हो त्यही हो हाइवे त्यो चाहिँ महेन्द्र हाइवे अब एसियन पछि गएर एसियन हाइवे हुन आँटेको छ यता चाहिँ बस पार्क हो यता गयौँ भने यता चाहिँ पशुहाट यता चाहिँ पशु विक्रम अनि यो चाहिँ के बस पार्क भनौँ न यहाँदेखि चाहिँ कालो लाग्यौँ हामी चाहिँ अहिले ठ्याक्कै एसियन हाइवे अबको यो चाहिँ हाम्रो महेन्द्र हाइवे अनि यहाँदेखि तल गयो भने चाहिँ यता नानीको बाल के भन्छ रेड क्रस पनि भन्छ यसलाई यताबाट पुरै क्यामेराहरू पनि भत्काइदिएछ यताको हेर्नु सक्नुहुन्छ छट पनि सबै सकिएको छ अब कस्तो देखियो म त क्यामेराले अलिक राम्रो देखेको छैन होला तर पनि यस्तो छ यो पुल पनि लगभग लामै छ खोइ कति सेकेन्ड हो थाहा भएन मेरो चाहिँ अब फर्स्ट मोटो ब्लग भएर होला क्या अलिकति बोल्नु पनि अलिकति कस्तो अप्ठ्यारो लागिरहेछ मतलब नर्भस भनौँ न के को थ्याङ्क यू यो दुधको होला सायद त्यो गाडी अब चाहिँ हामी यहाँ पाडोजिङ आइपुग्यौँ खोला काट्ने बित्तिकै यहाँ पाडोजिङ भन्छ यसलाई चाहिँ दमक जोस कट्यौँ हामी अनि यता तल यो तलको बाटो चाहिँ गौरीगञ्जहरू पुग्छ गौरीगञ्ज भन्ने ठाउँ पम्पमा पेट्रोल त हाल्नु पऱ्यो नि तल 156 भयो तेल पनि हाल्यो अब अर्कोले लु अब हाम्रो चाहिँ यहाँ तेल हाल्यौँ तेल हाल्यौँ भाइ यहाँ छ अनि यसो वासरुम सासरुम पनि गयौँ अब यहाँदेखि हाम्रो यात्रा सुरु अहिले चाहिँ अब कति 12-14 भइसकेको छ र अब चाहिँ अलिकति स्पिडमा जानुपर्ने हुन्छ ल लेट्स गो गाइज
चाहिँ अलिक छिटो जानुपर्छ होला यात्रा पानी छिटो झालो क्यामेरामा चाहिँ कस्तो आएको छ थाहा छैन तपाईँ यहाँ बाहिर चाहिँ एकदम पानी परिरहेको छ देख्न सक्नुहुन्छ चिसो चिसो भयो जस्तो पनि लाग्दैछ मलाई त आज बिरामी हुन्छ जस्तो छ कस्तो पेलेर आएको तपाईँहरू देख्न सक्नुहुन्छ बाटोको स्थिति यस्तै छ कहिले बनिन्छ त बाटो क्यामेरा एङ्गल कस्तो आयो होला यसो अब अलिकति कम्प्रोमाइज गरिदिनु पर्ने हुन्छ यहाँदेखि त हेलमेटबाट त केही देखेको छैन कस्तो आयो भनेर त्यसो अलिअलि देख्दैछु तर त्यति साह्रो राम्रो देखेको छैन अहिले लागि त यति नै हो जे छ त्यही हो सो देख्नु सक्नुहुन्छ बाटो चाहिँ यस्तो छ गाइज पानी पर्दा पनि हिलो पानी नपर्दा पनि धुलो यस्तै छ नेपालको बाटो के गर्नु कहिले बनिन्छ गाह्रो छ यही बाटो हो क्या अब जस्तै अस्ति बनाएर त आम्मा धुलो त यस्तो उठ्दैन नि कसम भनेको बुढो होइन त लुगा सुगा सब यस्तै फेरि बित्ती हुन्छ है राम्रो हुन्छ नराम्रो त जस पानीबाट धुलो चाहिँ आएको छैन तर बाइकहरू यो खुट्टाहरू मात्रै हिलो हुने हो एक्सिडेन्ट यस्तै बस्छ त रातो बस भने चाहिँ बहुत डेन्जर पुरो भएको चाहिँ फेरि एकदम यस्तो पेल्दैन नि मात्र चिताहरू ल अब हाम्रो यहाँ चिटिङ हान्नुहुन्छ म्याडम हुन्छ ए सर हुँदो रहेछ सर यस सर आज फेरि पहिले लाइसेन्स केही बोल्छेन है माफ पामै हजुर यहाँ हुन्छ हाम्रो ट्राफिक सर नो लाइसेन्स नो बिल बुकसँग हामी यात्रा सुरु गरेको छौँ भन्दा कस्तो लाग्छ ल यस्तो भएको मैले चाहिँ लाइसेन्स पास गरिसकेको कि अनि मेरो त्यो लाइसेन्स पास गरेर कति महिनापछि ठ्याक्क त्यो पैसा बुझाउनु पर्ने थियो म चाहिँ अलिकति ढिलो बुझाएँ अहिले चाहिँ हामी ठ्याक्कै केरा आइपुगिसक्यौँ के हो त्यही त यहाँ चाहिँ अलिकति राम्रो बाटो बनाएको छ यस यतिको बाटो भयो नि अरू के चाहियो त अहिले चाहिँ हामी धरमपुर आयौँ भन्दा हुन्छ त्यो त अस्तिको यहाँको बाटो पर कस्तो धुँदाखेरि चाहिँ ठिकै बनाएर यहाँ चाहिँ मतलब यो बाटो यहाँ ब्लक हानेर म ढिलो भएर रङ साइड आयो कि हो पुरा हिँड्छ बाइक त रङमा लेफ्ट यस्तो पेलेर आएको राम्रो बस यस्तो छ बाटो देख्न सक्नुहुन्छ गाइज नेपालको बाटो त ठिकै हो कि मेरो खुट्टाको हालत हेर्नु न यस्तो छ यता पनि त्यही हो हिलो लागिरहेको जुत्ता त खराब भइदिइहाल्यो नि हाम्रो चाहिँ अब नर्मल यात्रा भनौँ न कस्तो अप्ठ्यारो भएको मलाई हेलमेट पनि अलिकति भारी भएको जस्तो भइरहेको छ त्यो अलिक अप्ठ्यारो भइरहेको छ हेरौँ न आज चाहिँ मामाबाट चिटिङ हुन्छ कि हुँदैन किनभने मसँग त लाइसेन्स छैन साँच्ची भन्नुपर्दा होइन जस पास गरेको लाइसेन्स तर अब त्यो झन् त्यो एउटा राजेश्वरै बुझाएको छैन क्या ल हामी चाहिँ अब यहाँ माई खोला आइदिउँ यहाँदेखि खोला जाने भने चाहिँ यहाँ मुनिबाट जानुपर्छ कि त पल्लोबाट अनि यो सिधा चाहिँ पुग जान्छ फाइनली हामी माई आइसकेको छौँ देख्न सक्नुहुन्छ अलिक गाडी आएको रहेछ सर पानी अलिक धेरै लाग्यो यस्तै होला असले कत्रो पुग्यो लाइसेन्स चाहिँ अब मैले पास गरेको कति पास गरेको पैसा राजेश्वर चाहिँ बुझाएको छैन अनि मलाई अब अलिक ढिलो अलिक पास गरेँ अनि त्यसपछि अलिकति केही दिनपछि बुझाउनु भनेर आइरहेको छ ठ्याक्कै उयो भइदियो क्या गेन्जीको आन्दोलन भइदियो अनि त्यहाँदेखि अब यातायात कार्यालयहरू पनि सब आएको लागेको छ अनि त्यो वेबसाइट पनि काम गरेन क्या मैले वेबसाइटबाट तिर्ने सोचिरहेको थिएँ भरे त अनि वेबसाइट पनि सर्भर डाउन त्यस्तै खोलिएन क्या वेबसाइट त्यो त्यहाँदेखि मैले तिरेको छैन लगभग 1 महिना भइसक्यो नतिरेको सायद अब कहिले हुन्छ थाहा छैन फेरि उठ्छ जस्तो लाग्दैछ हाम्रो दाइको पनि ट्रायल पास गरेँ तर पैसा बुझाएन अनि फेरि काठमाडौँ गएर तिर्नुपर्छ कि भन्दै अरे गिद्दी भएर छ मलाई म त अहिले लाइसेन्स बिनाको भर गइरहेको छु कुदिरहेको छु अनि अब पक्रियो भने यस्तो छ भनेर भन्दिनँ त्यही त्यसको भरमा चाहिँ म अलि कुदिरहेको छु भनौँ न एकदम बाटो त्यस्तो छ बर्खाको जस्तो पानी पऱ्यो भने चिप्ने डर लागिरहेको मलाई त यहाँ ठिक्क आरामले कुदाउनुपर्छ बस्नु के बस्नु हो भाइ क्या बस्नु न त्यति पानी बर हाइ छ मलाई अलिक पानी भिडियोमा देखेको छैन तर भिडियोमा देख्नु भएको छैन तर यहाँ भिडियोमा छिरो अहिले चाहिँ यहाँ क्यामेरा तपाईँहरूले देख्नु भएको छैन होला तर यहाँ चाहिँ एकदम पानी परिरहेको छ उसले हाम्रो एकदम भिजेर त हुँदा नि उयो भइरहेको छ क्या त्यो मैले देख्नु पाएको छैन क्या
अब सायद ठाउँमा बस्नुपर्छ होला अहिले चाहिँ हामी ट्याक्कै यता सुरुङ्गा सुरुङ्गा त होला सुरुङ्गा जस्तो लाग्छ अनि हामीलाई बस्नु पर्ने हुन्छ तर कहाँ बस्नु भइरहेको छ पानी ज्वरो आयो त त्यो अन्त घर बिरामी भन्छ त त्यही भएर यहाँ बस्न पाएँ ज्वर पानीको ज्वरो आयो त हामीले त खोइ कहाँ छ हिँडेर बस्नु होला भाइ यहाँ बस्नु भाइ त्यहाँ क्लास गाडी बस्नु भयो त्यो कहाँ छ बस्नु न देखिएन त म त अरू ठाउँमा जाने उपर हेरेर यहाँ अगाडि त देखिनँ मैले भाइ त्यहाँ उपर छ नि त्यहाँ पर जाउँला के गर्ने ल त्यही त एकछिन गाडी आउँछ बडो भिज्यार त्यही त नजिक भयो अब त बेस धेरै भिजिन्छ नि अहिले हाम्रो यहाँ विश्राम गर्न बेला आयो अन्त यहाँ चियासा खान्छ त्यही त ఇక్కడ बोलाउन सके काम चाहिँ यति ढिलो भयो अब नेक्स्ट ब्लक यहाँ इन्डियन छ कत्रो टाइम लाग्यो